यो चाहिँ यो थापाथलीको पछाडिको सुकुम्बासी बस्ती। हिजोसम्म यहाँ घरै गर्थ्यो। हिजो बालेन सरकारको टिमले पुरै तहस नहस बनाइदिएको छ। अब यो तहस नहस हेरेर मलाई एकजना मान्छेको भनाइ याद आयो क्या। त्यो मान्छे को थियो भने भारतीय जनता पार्टीका अथवा भाजपाका नेता अटल बिहारी वाजपेयीजीले के भन्नुहुन्थ्यो भने सरकार आएंगी जाएंगी मगर देश रहना चाहिए। त्यस्तै यहाँ पनि भइरहेको थियो। अब 2062 सालदेखि एमालेको सरकार, काङ्ग्रेसको सरकार, माओवादीको सरकार पटक पटक आए, तर पनि यो क्षेत्रका सुकुम्बासीहरूलाई हटाउन सकेनन्। उहाँहरू हटाउन आउँदाखेरि जहिले खुसी खोडा बन्दुक तलवार के लिएर चाहिँ यस मान्छेहरू आउनुहुन्थ्यो यहाँ सुकुम्बासी मान्छेहरूले। तर हिजो बालेन सरकारले एक झड्कामा यहाँ पुरै काम तमाम गरिदिएको छैन। अब त त्यो भने पनि उल्टो हो। सरकार आएंगी जाएंगी होइन, बालेन सरकार आउँछ सुकुम्बासी हटाउँछ भन्ने नारा पनि फिट बस्न लाग्यो जस्तो लाग्छ। अब यस्तै छ साथीहरू यहाँ है।